लिम्बू खानाको कथा केवल परिकारमा मात्र सीमित छैन। आउनुहोस् यो शक्तिशाली इतिहासलाई नजिकबाट हेरौं। सोच्नुहोस् त, एक समय थियो जब लिम्बू समुदाय काँचो कन्दमूलमा निर्भर थियो। भोक र अभाव सामान्य थियो। तर तब एक दैवी हस्तक्षेप भयो। तागेरा निङवाफु माङले दिएको बिउले सबै कुरा बदल्यो। हो, यहीँबाट सुरु भयो लिम्बू स्वादको खास यात्रा, जङ्गली, किण्वित अनि पवित्र सामग्रीहरूको सङ्गम। सुरुवात गरौँ याङबेनबाट। यो जङ्गली लेउको आफ्नै स्वाद त हुन्न, तर यसले पोर्कको स्वाद गजबले सोच्छ। अब पालो किनेमाको। नामले नै भन्छ कि अर्थात् किण्वित र नमा अर्थात् गन्ध। र तेस्रो स्तम्भ हो धरानको कालो बङ्गुर। यो केवल खाना मात्र होइन, धार्मिक अनुष्ठानको पनि महत्त्वपूर्ण हिस्सा हो। अब हेर्नुहोस्, यी तीन चिज मिलेर कस्तो विशेष परिकार बन्छन् जसले सबैलाई एकै ठाउँमा ल्याउँछ। जस्तै यो याङबेन फाक्सा, सुँगुरको मासु, रगत र याङबेनको स्वादिलो परिकार। चाडपर्वमा यो नभई हुन्न। यसको विशेषता नै यही हो, पोर्क, रगत र जङ्गली लेउको अनौठो सङ्गम, साथमा हिमाली मसला। अर्को हेरौँ सर्गेम्बा। यो एक किसिमको ब्लड ससेज हो जसलाई उसिनेर अनि फ्राई गरेर खाइन्छ। त्यसो भए किन यति महत्त्वपूर्ण छ त यो खाना? किनभने यो पेट भर्नका लागि मात्र होइन, पहिचान जोगाउनका लागि हो। मानवशास्त्री डम्बर चेम्जोङले भने जस्तै याङबेनले लिम्बूहरूलाई सांस्कृतिक पहिचान दिन्छ। त्यसैले हरेक गाँसमा उनीहरू आफ्नो इतिहास, भूमि र पुर्खालाई सम्झन्छन्। यो एउटा भावनात्मक सम्बन्ध हो। अन्तमा यो यस्तो खाना हो जहाँ हरेक स्वादले आफ्नै कथा भन्छ, अस्तित्व, आस्था र